के तपाईहरु पनि एससी को रिजल्ट कुरिराख्नु भएको छ के अहिले तपाईले 10 को एक्जाम दिनुभयो यदि तपाईहरु एससी को रिजल्ट कुरिराख्नु भएको छ र तपाईलाई थाहा छैन एससी को रिजल्ट कहाँ रहेछन् कसरी रहेछन् भन्ने थाहा छैन भने आजको भिडियोमा चाहिँ म तपाईलाई पुरै डिटेलमा भन्नेछु एससी को रिजल्ट कहाँ गएर चेक गर्ने कसरी चेक गर्ने भन्ने चाहिँ तपाईलाई यहाँ चाहिँ म फुल्ली डिटेलमा भन्नेछु भिडियो सुरु गर्नभन्दा अगाडि जो पनि च्यानलमा नयाँ हुन्छ च्यानललाई गरिदिनु होला सब्स्क्राइब किनकि मैले तपाईलाई यसरी रिजल्ट सम्बन्धी कुराहरु भनिरहने छु सुरुमा चाहिँ तपाई जानुपर्ने हुन्छ क्रोममा रिजल्ट चेक गर्नुको लागि चाहिँ तपाईले चाहिँ आफ्नो सिम्पल नम्बर चाहिँ आफुलाई याद हुनुपर्छ है सिम्पल नम्बर र तपाईको पछाडी आपको लेटर दिएको हुन्छ जसमा चाहिँ तपाईको एबीसी जे हुन्छ त्यो पनि आवश्यक छ जसमा अब यहाँ सर्च बारमा गइसकेपछि तपाईले यहाँ सर्च गर्नुपर्ने हुन्छ एसी रिजल्ट 2081 किनकि तपाईको एसी अहिले दिनुभएको छ भने एसी 81 को हुन्छ है सबैलाई कङ्ग्रेचुलेसन सबैले राम्रो गर्नुभएको होला भन्ने आशा गरेको छु सबैलाई बेस्ट अफ लक र यहाँ तपाईले देख्नुहुन्छ एसी रिजल्ट 2081 यहाँ त तपाईले कुनैबाट पनि चेक गर्न सक्नुहुन्छ है एनटीसी एनसीएलबाट चेक गर्न यहाँ जुनबाट तपाईले गर्नुहुन्छ म चाहिँ firstkantypur.com बाट चाहिँ चेक गरिदिन्छु अब यहाँ देखेको चेक एसी रिजल्ट 2081 र 82 भनेको छ अहिले चाहिँ तपाईले 81 गर्ने यहाँ पर सिम्पल नम्बर राखेको छ मैले एउटा भाइको सिम्पल नम्बर लिएको थिएँ त्यो भाइको चाहिँ म चेक गरिदिने छु यहाँ पर भाइको नाम चाहिँ दिपेश घिमिरे हो उ चाहिँ मेरै भाइ हो है सो यहाँ पर देख्न सक्नुहुन्छ दिपेश मैले सर्च गरिसकेको छु यहाँ पर घिमिरे हानेर यहाँ पर चाहिँ तपाईले फोन नम्बर दिनुपर्ने हुन्छ यहाँ चाहिँ मेरो फोन नम्बर दिँदैन यहाँ तपाईले चाहिँ आफ्नो फोन नम्बर हाल्नु होला जस्तै अहिले चाहिँ मैले 1 2 3 9 सम्म हानेको छु यहाँ चाहिँ तपाईले आफ्नो फोन नम्बर हाल्नुपर्ने हुन्छ र यहाँ चाहिँ तपाईको कुन जिल्लाबाट तपाईले चाहिँ रिजल्ट हेर्नु हुने हो त्यो चाहिँ सिलेक्ट गर्नुपर्ने हुन्छ म चाहिँ रूपन्देही हो म चाहिँ रूपन्देही सिलेक्ट गर्छु यहाँ पर देख्न सक्नुहुन्छ यहाँ पर रूपन्देही भनेर आइसकेको छ तपाई कुन ठाउँबाट हो त्यो चाहिँ तपाईले सिलेक्ट गर्नु होला म चाहिँ रूपन्देहीबाट हो त्यसैले चाहिँ म यहाँ रूपन्देही सिलेक्ट गर्छु यहाँ पर देख्न सक्नुहुन्छ अब यहाँ रूपन्देही सर्च गरेपछि यहाँ पर तल सबमिट भनेर आउँछ यहाँ चाहिँ तपाईले सबमिट भनेमा क्लिक गरिदिनु होला है यहाँ पर सबमिटमा क्लिक गरिसकेपछि तपाईलाई चाहिँ केही इन्टरफेसहरु देखाउँछ यहाँ तपाईको रिजल्ट अझै आएको छैन यहाँ पर देख्नुहुन्छ दिस रिजल्ट हैव बीन पब्लिश्ड इट विल रिप्लाई टु सन दिस रिजल्ट इज पब्लिश्ड भनेको छ अहिले चाहिँ यसमा चाहिँ के भनेको छ भने रिजल्ट अझै पब्लिक भएको छैन यदि तपाईको रिजल्ट आइसकेपछि यहाँ तपाईको कति जीपी आयो कतिवटा सब्जेक्ट लाग्यो यो चाहिँ तपाईलाई अहिले देखाउनेछ यो रिजल्ट आइसकेपछि पनि म तपाईलाई भन्नेछु यो कसरी चेक गर्ने त अब तपाईले यहाँ देख्न सक्नुहुन्छ रिजल्ट चाहिँ यसरी चेक गर्ने हो अब रिजल्ट आइसकेपछि चाहिँ म